हाई एभ्रिवान है वेलकम ब्याक माई भिडियो एन्ड गुड मर्निङ। अनि हजुरहरू सबैलाई नमस्ते है। हजुरहरू एकदम सन्चै आरामै हुनुहुन्छ होला। अनि अहिले चाहिँ हुँदैछ यहाँनिर 8:41 है। अनि म चाहिँ भर्खर उठिरहेको छु। सो अनि मेरो भिडियोजहरू हेर्दै गर्नुहोस् होला आजको है गाइज। स्टार्ट है। आज चाहिँ म चिकनको अचार बनाउनु लागिरहेको छु। अनि मैले चिकन चाहिँ अघि धोएर ल्याएको थिएँ होइन। यो चाहिँ मैले 1 केजी नै होला हौ, 1 केजी चिकनमा बनाएको। अनि अघि नै मैले यो चाहिँ धोएर अब यसलाई चाहिँ म म्यारिनेट गरेर राख्ने छु। हेर्नुहोस् होला गाइज। यस्तो मिन चाहिँ भएको थिएन। अस्ति चाहिँ मैले मिन पनि गरेको थिइनँ होइन। मासु चाहिँ फ्राई हुँदैछ होइन। यस्तो भयो। अनि मसला चाहिँ मैले रेडी बनाइसकेको छु। हेर्नुहोस् होला। मासु चाहिँ फ्राई गरिसकेँ होइन। अब यसलाई चाहिँ म अदुवा र उसलाई पनि हल्का फ्राई गर्छु है। यो हल्का रातो बनाउनुपर्छ नि त गाइस, साह्रो छ नि। होइन गाइस, अघिको अचार चाहिँ यस्तो भयो है मैले बनाएको। सो यो चाहिँ मैले बट्टामा स्टोर गरेको छु होइन। अब यसलाई चाहिँ फ्रिजमा राख्छु। अब जहिले खानु मन लाग्छ तहिले खाँदा हुन्छ यो चाहिँ। अब यो चाहिँ मैले बट्टामा स्टोर गरिराखेको सकेको छु होइन। अनि थ्याङ्क यू फर वाचिङ है। मेरो भिडियोहरू मन पऱ्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानलमा गएर।